हेलो साथीहरू, जाडोको दिन सुरु भयो। मैले गुन्द्रुकको झोल बनाउँदैछु। गुन्द्रुकको झोल खाने भए आउनुहोला। म यसरी तयार गर्दैछु। मैले त यसरी बनाउँछु, हजुरहरूले कसरी बनाउनुहुन्छ हेर्दै जानुहोला है। भिडियो कस्तो लाग्यो, राम्रो लाग्छ भने हजुरले मलाई लाइक कमेन्ट सेयर गरिदिन सक्नुहुन्छ। हेर्नु त मैले सबै मसला एकैचोटि हालेँ, किनभने एउटा गरेर हाल्दाखेरि डढ्छ, त्यही भएर मैले सँगै राखेको थियो। अब मैले जिरा र लसुन पिसेर राखेको थिएँ, त्यो पनि हालिदिन्छु। यो हाल्यो भने बसाउँछ, कति राम्रो लाग्छ। पाक्ने गरेर म पकाएँ। मस्त पाकेपछि माथि नुन स्वादअनुसार हाल्नु होला। स्वादअनुसार नुन हाल्यो भने ठिक्क हुन्छ। लागेन भने पछि हालेर खाए पनि भइहाल्यो। मैले पानी तताएर राखेको थिएँ, त्यही हालेको छु। चिसो पानी हाल्यो भने स्वाद बिग्रन्छ अरे कि, त्यही भएर मैले पहिले पानी तताएर राखेको थिएँ। हेर्नु त कति राम्रो झोल भयो। यति राम्रो भयो कि खाएको त मलाई दसैँ तिहारमा मासु भात खाए जस्तै लागेको के। हेर्नु त वाह।